Hello everyone, welcome to my channel again. आज चाहिँ मैले मेरो ब्लगको सुरुवात चाहिँ मेरो पाण्डुबाट गरेको छु र तपाईहरु पनि आफ्नो काममा मस्त र व्यस्त हुनुहुन्छ र हामी पनि आफ्नो काममा मस्त र व्यस्त छौं। अनि त्यही भन्दै आजको ब्लग मैले सुरुवात गर्दै छु मेरो पाण्डुबाट हैन। अनि आज चाहिँ हाम्रो घरमा गरा कटाउने दिन हो। सो त्यही भएर हामीले चाहिँ एकदम काम गर्दै छौं हैन। यो सबै बिस्ताराहरु मिलाउने यो सब कामहरु गर्ने हामीले चाहिँ हेर्नुस् यहाँ डली हुनुहुन्छ। डली हाम्रो डली 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 कुचु 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 यहाँ चाहिँ हाम्रो डली यहाँ चाहिँ हामीले चाहिँ हाम्रो डलीलाई बसाल्छौं अनि वहाँ चाहिँ हाम्रो पाण्डुलाई बसाल्छौं। पहिला चाहिँ हैन यहाँ पाण्डुलाई यहाँ डलीलाई बसाल्थ्यौं तर घरि पाण्डु खस्नी घरि डली खस्नी हुनाले हामीले चाहिँ छिटो राखिदिएको है डल र पाण्डुलाई। अनि तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ हाम्रो डलहरु कति धेरै हो। जुन चाहिँ हामीले दुईटा चाहिँ इन्डियाबाट मम्मी ड्याडीले इन्डिया गएको बेलामा मगाएको थियौं। अनि दुईटा चाहिँ पोखरा डेभिस हलमा जाँदाखेरि त्यहाँ अब बाहिर बेच्न राख्नुहुन्छ नि त डलहरु। त्यो डलहरु चाहिँ हामीले त्यहाँबाट किनेको थियौं। यिनीहरु दुईटा चाहिँ हामी 4 क्लासमा अलवेज हामी 4 क्लासमा पढ्दा चाहिँ हाम्रो भुडी फुटालेको थियौं। त्यो बेलामा भुडी फुटाले हाम्रो लगभग 6000 कति भएको थियो। हामीले 6000 भन्दा अब साइकल त आउँछ भनेर साइकल किन्ने पैसाले चाहिँ हामीले चाहिँ त उस किने स्टार टेबल अनि के भन्छ त्यो हामीले साइकल किन्ने भनेर बसेको थियौं। तर ड्याडीले नमानेको हुनाले डली र पाण्डु किनेको। अनि हामीले ल्याउँदै यसको नाम डली यसको नाम पाण्डु राखिदिएको है। मैले चाहिँ पाण्डुको सट्टामा एउटा रेड कलरको डल ल्याउनु खोजेको थिएँ तर मैले त्यो रेड कलरको डल चाहिँ लिएन किनभने पछि चाहिँ मेरो मुड चाहिँ बिग्रियो। त्यही भएर मैले पाण्डु नै लिएँ। सो यिनीहरु दुईटालाई मैले घरमा ल्याउने बित्तिकै डली र पाण्डु नाम राखिदिएको। अनि यिनीहरु दुईटाको बर्थडे पनि निशानको 15 गते हो। यिनीहरु राति लिएको यिनीहरु राति जन्मेको हाम्रो निशानको 15 गते बर्थडे हो। यिनीहरु पनि साउनको बर्थडे साउनको 15 गते बर्थडे हो। आज चाहिँ अलवेज हैन घर कटाउने दिन। मेरो बहिनीले काम गर्दै छ हेर्न सक्नुहुन्छ यो काम। अनि यहाँ सबै कपडाहरु लथालिङ्ग हो के मैले हिजो यहाँ मिलाएर राखेको कपडा पनि यस्तो छ। वेट हैन यहाँ चाहिँ छेङ्ग भइसक्यो। यो डस्टबिनमा चाहिँ यहाँ चाहिँ राख्नु मैले चाहिँ त्यो डस्टबिन राख्दैन। अनि अलवेज तपाईहरु चाहिँ एकदम सन्चै हुनुहुन्छ होला मस्त र व्यस्त हुनुहुन्छ होला आफ्नै काममा हुँदा। अनि म पनि आफ्नै काममा मस्त र व्यस्त छु। सो अनि यहाँ म चाहिँ घर नुहाएर आएको के हेर्नुस्। मैले चाहिँ यो वाला टी सर्ट यो वाला जाङ्गे लगाएको छु। यो वाला टी सर्ट चाहिँ मैले भेटेकै थिएन। फाइनली आज चाहिँ मैले भेटेँ अनि लाएको हैन। यस्तो थियो त्यो अम्बो खतरा रहेछ त फोटो त अम्बो रहेछ। सो तपाईहरुले देख्न सक्नुहुन्छ हाम्रो घरको फोटो हाम्रो घरको फोटो। लेट्स सी अब चाहिँ मैले एकैछिनमा भेट्छु ल एकैछिनमा भेट्छु। अब सबै काम गर्न सकिसकेपछि म तपाईहरुलाई भेट्छु ल। लेट्स बाबा सुदिन भैया यसको आँखा त रातो देखियो है। आज गरा कटाउने हैन। सुदिनको कुन गरा कटाउने हो यसको र सुदिनको सरीको र सुदिनको हेरेर बस्छ। सबै बिस्ताराहरु बिलेर सकिसक्यो। अनि यहाँ सुदिन र सौराहान
तिम्रो घर कहाँ हो भन त बुटोल हो बुटोल तेरो त यही जग्गा छ तेरो घर कहाँ अरे सरु अनि यसले बुटोल बस्ने यो बुटोल बस्ने रहेछ है हजुर हजुर सो मेरो कपाल सुत्दैछ अनि यहाँ चाहिँ डोरेमनको चित्र हुँदैछ तर यो चाहिँ काट्ने छ हुनाले सब यस्तो बिग्रियो यो चाहिँ बिरयानी चराले बनाएको होला अनि मैले यहाँ त्यो बटरफ्लाईहरू थियो नि त्यो लभ बटरफ्लाईहरू त्यो चाहिँ मैले सब निकालेर फाल्दै रिसुटेर यो चाहिँ नेपालको झन्डा त्यहाँ अक्टोपस छ त्यहाँ बटरफ्लाईहरू छ त्यहाँ ह्याप्पी फादर्स डेको छ सो सी यो चाहिँ डली पाण्डु तपाईँहरूलाई थाहा भइसक्यो कि म आउनुको ब्लगमा भन्छ कि यो चाहिँ मेरो हजुर मम्स हो मम्मीको मम्मी सी गाइज अङ्कल यिनीहरूको चाहिँ यहाँ गफ चलिरहेको ऊ त्यसको नि गफ चल्यो यसको नि गफ चल्यो यसको नि गफ चल्यो तर त्यो जुम्रा पर्यो जुम्री हजुर नै भन्छ मेरो कपाल मैले कर्ली बनाउनु पर्ने क्या हिजो राति बिर्सेछु फेरि कर्ली हुन्छ तर नुहाउन पर्थ्यो नुहाइ प्याड गइहाल्छ होइन सुदिन अनि यहाँ चाहिँ यिनीहरूको गफ चल्यो यिनीहरूको गफ हेर्न मलाई त्यो म यता आएछु अनि यो चाहिँ मेरो ब्याग यता छ यो मेरो ब्याग तपाईँहरूले हेर्न सक्नुहुन्छ मैले चाहिँ आज मेरो सानोको फोटो देखाउँछु ल वाइट यो मेरो सानोको फोटो भन्नु नआउने यो म हो यो मेरो बहिनी हो यो म हो यो मेरो बहिनी हो अनि यो मेरो बहिनी हो अरू चाहिँ छैन है यहाँ चाहिँ हावालाई पङ्खालाई अब साउन्ड पनि सुनिन होला यिनीहरूलाई कति देखाउनु अब चाहिँ म एकैछिनमा भेट्छु ल एकैछिनमा सो अब चाहिँ हामी जान्छौँ फुल टिप्न यस्तो भयो देऊ कुन हो यहाँ यो एकछिन कता यो के यो हल्का उस भयो राम्रोसँग यो यसको तना चाहिँ यसले फुटालिसक्यो किन फुटालेको यो तना चाहिँ भागिने ल अब म यसको जुत्ताको तना बाँड्दैछु जमाना आयो यस्तै जमाना आयो एकछिन ल यसो बाँध्ने अर्को जुत्ता लगाउने अफ्के भयो ए ल भाइ यसरी हुन्छ यसरी यसको बाँधेर टेक्ने बाँध्ने जुत्ता किन लगाएर आएको यहाँ मलाई यो लामो रहेछ लामो छ फाइनली यसको जुत्ता लगाएर भ्याइयो एकदम कठिन परिस्थिति पछि रुक सुदिन अजाम अभी धन्नै लोटेन
के भयो छोड्दै होइन जबलाई मैले छोड्दै यता हुनुहुन्छ फुल टिप्न जाने हो फुल टिप्न जाने अब हामी पारी वेट यहाँ छ फुल पानी जाऊ बिस्तारै अबि आमा कहाँ फुल टिप्ने ठाउँ ल मलाई देखाउनु डल्लेला लिएर आइछ यो पल्टन्छ फेरि मुद्रौँ पल्टिन्न मल्छ मार्छु पल्टिन छ न सुदिन पल्टिन हो न यहाँ रहेछ फुल टिप्ने ठाउँ ए ओ भाइ के भयो यहाँ बस्ने हौ बस्ने कि नै पैसा छ यहाँ पानी त छैन बस्ने ल सुदिन सक्सेसफुल्ली बस्यो म बस्छु यहाँ त साप पनि हुनसक्छ न तिमीले तिम्रो घरतिर साप देखेौ कि नै त साप देखेौ कि नै तिम्रो घरतिर को र आमा छोरा फ्लावर्स हेर्न सक्नुहुन्छ यहाँ फ्लावर्सहरू छ जहाँ चाहिँ आमाले टिप्दै हुनुहुन्छ कुरा गर्दै बुढालाई रेडी लगाउन रे अनलाइन रेडी लाने कुरा त्यही कुरा थियो के दाजुले के भन्छ मकै बारी दरम हरियो टिकट काटे करम ट्रेनको टिकट ट्रेनको तिमी बसेको ठाउँबाट दिल्लीसम्म 12:30 दिल्लीबाट फेरि गोरखपुरबाट कति राम्रो गीत गाउँछ सुदीले यहाँ गीत गाइरह स्याबास यही त यहाँ काटेर यस्तो के हो यो हिरो भनेको यो काटेर हिरो भनेको सुदी यहाँ काटेर यो काटेर हिरो भनेको त थाहा छ त यहाँ त 5 वर्षको 4 हो कि 5 वर्षको अझैसम्म यो डट अनि अझ त 5 वर्षको आमा कति वर्षको यो होला नि 5 वर्षको ल जाऊ ओ टिप्न भनेर पठाइके फुल टिप्न तेरी मम्मी है ल फुल टिप्छु लौ सुदिम गिफ्ट तिमीलाई भयो आजको फुलको म पनि जान्छु न त स्लोली बेटा स्लोली मजा हामी के भयो अब हामी जाँदैछौँ डुबो टिप्न आमाले यत्रो झोला फुल टिपेर आउनु कहाँ हो तिमी त पछाडि भयो त पछाडि यो फुल क्युट छ यो फुल वाउ नाइस यस्तो राम्रो फुल चाहिन्छ नाइस सुदिन के हो त्यो चाहिँ आँप पनि छ त यहाँ उता चाहिँ आँप छ आँप उता आँप छ भन्ने बिहा सी गाइस त्यहाँ आँप छ भन न त के जाम के तिम्रो तना अहिले भन्नुहुँदैन दो छ तनाको ल के ल यहाँ सुरुमा यसको तना त बाँधिदिउँ हामी जाँदैछौँ घर यसलाई लिएर कति घाम न सुदिनु त्यही घाम चर्किनु थाल्छको यहाँ चाहिँ पानीहरू छ अब चाहिँ हामी सिधै घर गएर भेट्छौँ ल पाइ भन्दैौ न त सो अब हामी घर आइसक्यो हामी चाहिँ उताबाट भिडियो रोक्दै आएको सुदिन चाहिँ यहाँ
चाहिँ किन भन्नु आमा उहीँ गएर भेट भइहाल्थ्यो ल जाम स्टार रहेछ घर आइपुग्यौँ लेट्स गो अप स्टेयर्स अब हामी अप स्टेयर्स जाँदैछौँ अप स्टेयर्स हामी माथि जाँदैछौँ जुत्ता मात्रै त आउँछ न मैले पनि आफ्नो चप्पल खोलेँ लाउज यहाँ जुत्ता खोले आफ्नो एकदम कठिन परिस्थितिले ल यिनीहरू दुइटा चटक गरिदिहान चटकीहरू फुल टिप्न गएको म त एकदम थाकेँ यस्तो ठगी लाग्यो गरेर सुधि त्यस्तो नगर न बिग्रिन्छ जाऊ तल बस जाऊ मैले चाहिँ आफू मात्र तल बसेँ माथि बच्चा सबै तल फालिदियो सी यिनीहरूलाई सो अनि तपाईँहरूले आजको मेरो भिडियो कस्तो लाग्यो अनि म चाहिँ यो मेरो भिडियो यहीँ तक नै एन्ड गर्न गइरहेको छु अनि तपाईँहरूले मेरो आजको ब्लग कस्तो लाग्यो भने मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्नु नभन्नु होला लेट्स डु मच बाई बाई